नमस्कार। हामी दुईजना विश्व साइकल यात्री 9000 वर्ष एउटा जमिन भाडामा लिएको हेर्न जाँदैछौँ। आज हामी गिनिज बियर फ्याक्ट्री, आयरल्यान्डको एउटा सबभन्दा ठुलो बियर फ्याक्ट्री। धेरै रोचक कुराहरू यो भित्र छ र एउटा गिनिज बियर बोतलमा ग्लासमा भर्नको लागि 1 मिनेट 19 सेकेन्ड लाग्छ। किन लाग्दो रहेछ त 1 मिनेट 19 सेकेन्ड र यो 9000 वर्ष भाडामा लिएको भनेको के हो? आउनुहोस् विस्तृत हामी यो भिडियोभित्र हेर्नेछौँ। धन्यवाद। र हामीले योभन्दा अघिल्लो भिडियोमा आयरल्यान्डको बुलेट ट्रेनमा यात्रा गरेको देखाएको थियौँ भने यसमा हामी गिनिज बियर फ्याक्ट्रीभित्र बियर बन्नेदेखि प्रशोधनदेखि लिएर अन्तिममा निस्किँदाखेरि कसरी निस्किन्छ सबै कुराहरू हेर्नेछौँ। धन्यवाद। नमस्कार। गजब चिज हेर्न जाँदैछौँ आज हामी आयरल्यान्डको डब्लिन स्थित एकदम पुरानो र प्रसिद्ध ठुलो बियर फ्याक्ट्री गिनिज बियर फ्याक्ट्री। यो भिडियो एकदम इन्ट्रेस्टिङ हुनेवाला छ, अन्तिमसम्म हेर्नु होला। यो चाहिँ इन्ट्रान्स गेट गिनिजको। एउटा टाइम हुँदो रहेछ यहाँ चाहिँ, अब घन्टा 2 घन्टामा, त्यो बेला चाहिँ एकदम भिड छ। 1759 स्थापना भएको रहेछ यो। बुक गरेर टिकट लिनलाई हामी इन्फर्मेसनमा आइपुग्यो। अघि चाहिँ टिकटको रसिद मात्रै पठाइदिएको थियो भाइले हामीलाई। भगत खत्री भन्ने भगत खत्री। यो टिकट राखिदिइरहेको जस्तो छ। टिकट है। You give me that, I give you that. That's for your drink. Now have fun. Okay, so which way we it's all self-guided. 7 floors, it's access everywhere. Okay. So straight ahead. Okay. On the next one's introduction. Just join. Thank you. खाममा चाहिँ रसिद होला हैन? यो अब यस्तो अब यो टिकट अलरेडी राखिसकेको छ हैन। अब पहिला उसले यो दियो अनि त्यसपछि फेरि त्यो स्लिप चाहिँ मलाई नै दियो भन्यो हैन। अनि फेरि यो दियो हैन। एउटा सिस्टम के सानो कुरामा पनि त्यो सिस्टमेटिक तरिका उनीहरूको लिने अब मलाई दियो भने हैन। यहाँबाट चाहिँ 7 तल्लासम्मको सबै हेर्न पाउने रहेछ। स्टोर पनि रहेछ भित्रै सब। Now, Arthur Guinness probably never could have imagined that we were standing here today when he began his journey back in 1759. And he began this journey by signing a 9,000-year lease. These people over here. Now, obviously, 9,000 years is a pretty substantial commitment, but we believe that Arthur Guinness must have been a man of great vision. So, if you look in the bottom right-hand corner of the lease, you can actually just about see his signature, which is world famous, and many of you may recognise, as it actually appears on the vast majority of Guinness cans and bottles, as well as a lot of our merchandise. So, for 265 years now, we've been brewing here since and in fact, up until 1988, the fermentation process took place in this very building. Thank you so much. Excuse me. Yeah. Is this the first beer factory of Ireland? Is this the what? First beer factory of Ireland? I don't think it's the first, but it's the biggest. But it is the biggest now. It's the biggest. Yeah. Thank you.
प्लान्ट छ रियल होइन त रियल प्लान्ट यहाँ पनि माटै राखेर बनाएको छ यसैबाट बनाउनु त हो कति कुरा गरेको गाउँको ग्लास हो सब लेटरदेखि लिएर अक्षरहरू सब देखा मात्रै होइन रियल पानी नै हो पुरै रियल पानीलाई ट्याक्क कम्प्युटराइज अब सिस्टमले कस्तो मजासँग बनाएको विभिन्न मेसिनले लेख्ने बुट्टा बनाउने जस्तै ट्याक्कै पानीको लेटरहरू बनाएर नेचर हामी साइकलबाट विश्व यात्रा गर्ने क्रममा आयरल्यान्ड आइपुग्यौँ साइकलबाट नेपालको कला संस्कृति सम्पदा सिद्धार्थ गौतम बुद्ध युग पुरुष विश्वको उच्च हिमशिखर सगरमाथा र वीर गोर्खालीको गाथा गाउँदै हामीले हिँड्न थालेको पनि आज 21 वर्ष भइसक्यो नेपाल नेपाल भन्दै विश्वमा नेपाललाई जति सक्दो चिनाउने प्रयासमा हामी अझै अगाडि बढी नै राखेको छौँ र त्यो क्रममा अहिले हामी डब्लिनमा रहेको गिनिज बियर फ्याक्ट्री जुन अहिले आयरल्यान्डकै एकदमै ठुलो बियर फ्याक्ट्रीमा चिनिन्छ र यसका धेरै रोचक प्रसङ्गहरू धेरै यसका कथाहरू जोडिएको छ 100औं वर्षदेखि यो बियर फ्याक्ट्रीसँग सन् 1759 मा अर्थर गिनिजले डब्लिनको सेन्ट जेम्स गेटमा 9000 वर्षको लिज साइन गरे र त्यतिखेरको हिसाबले सस्तो त भन्नु पर्यो आजभन्दा अब 100औं वर्ष अघिको कुरा भयो जम्मा प्रति वर्ष भाडा 45 युरो दिने हिसाबमा 9000 वर्षको लिज साइन गरे र यो आज पनि संसारमा व्यापारको हिसाबले लेजेन्डरी बिजनेस डिल मानिन्छ यसलाई किनभने भन्दाखेरि 9000 वर्ष प्र्याक्टिकल्ली रूपमा हेर्ने हो भने अलमोस्ट फरएभर भनेको जस्तो हिसाबले यो डिल साइन गरियो र आज त यो जमिन गिनिजले आफ्नो नाममा लिइसकेको छ र आज हामी यो भित्र जति पनि यहाँको ठाउँहरू घुम्दैछौँ हेर्दैछौँ यो बियर फ्याक्ट्री भित्रको 7 तल्लासम्म यो आज म्युजियम जस्तो भए पनि कुनै दिन यो चाहिँ फ्याक्ट्री नै थियो यही भित्र बियरहरू बन्थे गिनिजका अब ओरिजिनल लिजपछि धेरै कानुनी परिवर्तनहरू आए यसमा तर सिम्बोलिकल्ली गिनिज इक्वल टु सेन्ट जेम्स गेट नै भनिँदो रहेछ अहिले पनि गिनिज ब्रान्डिङले अझै पनि यसलाई ब्रान्डिङ गर्दाखेरि 9000 वर्षको लिज भनेर एउटा चाहिँ नि प्राइडको रूपमा गर्वको रूपमा उसले एडभर्टाइज गरिराखेको हुन्छ हामीलाई पनि सुरुमा यो सुन्दाखेरि अचम्म लागेको थियो 900 इयर्स लिज सबभन्दा पहिला सुरुमा यहाँहरूले त्यो भिडियोमा मुनि एउटा सिसामा राखेको त्यहाँको स्टाफले भन्दै गरेको पनि देख्नुभएको थियो हामी पनि
एकदम आश्चर्यचकितै परेको थियौँ यो कुरा सुनेर। अब कतिपय मानिसहरू यहाँनिर अलिकति झुक्किनुहुन्छ। 9000 वर्ष लिज भनिराखेको ठाउँमा 9000 वर्ष पुरानो भन्नेतिर पनि कतिको मानसपटल घुम्दो रहेछ। तर यो गलत कुरा हो। यो 9000 वर्ष पुरानो होइन, 9000 वर्ष लिजमा चाहिँ लिएको हो। यसको एक्ज्याक्ट डेट मैले अघि यहाँहरूलाई भनिहालेँ, 1759 मा यो डिल साइन गरिएको थियो। यहाँ हामीहरूले देख्न सक्छौँ यो पुरानो कम्पनी सुरुमा खुल्दाखेरिका औजार भनौँ, मेसिनहरू सबै यहाँ जस्ताको तस्तै राखिएको छ। अहिले दिनौँ यहाँ हजारौँ पर्यटकहरू, सयौँ देशका पर्यटकहरू आउँछन्। हामी पनि त्यही क्रममा आयौँ र डब्लिन आइसकेपछि यदि यो गिनिज फ्याक्ट्री हेरिएन भनेदेखि डब्लिन आएको पनि अर्थै नभएको जस्तो हुँदो रहेछ। यसले त्यति ठुलो यसले चाहिँ इतिहास बोकेको छ एउटा। र गिनिजको एउटा अर्को आश्चर्य लाग्ने कुरा यहाँ आएपछि थाहा पायौँ हामीहरूले। एक गिलास गिनिज बियर भर्नलाई 119 सेकेन्ड लाग्छ, लगभग 2 मिनट। अनि किन रहेछ त यो? हामी पनि आश्चर्यमा पऱ्यौँ। ओहो, एउटा बियर भरिनलाई चाहिँ नि 1 गिलास भरिनलाई 2 मिनट। यसको कारण हामीहरूले त्यहाँ सोधेपछि थाहा पायौँ। जसले हामीलाई त्यहाँ भिजिट गराउँदै हुनुहुन्थ्यो, गिनिजको एउटा स्टाफलाई सोधियो र कारण रहेछ यसमा चाहिँ नि गिनिज इक्वल टु नाइट्रोजन प्लस CO2 बियर रहेछ। नाइट्रोजनबाट बनेको हुँदो रहेछ। त्यो हुनाले यसलाई बिस्तारै कन्ट्रोल गरेर 2 स्टेजमा चाहिँ नि पावर चाहिने रहेछ। नत्र भने उहाँले भन्दै हुनुहुन्थ्यो यसको स्वाद पनि आउँदैन र यसको माथि क्रिमी पनि आउँदैन। नर्मल बियरहरू चाहिँ मोस्टली CO2 हुन्छ भने गिनिज बियर चाहिँ नाइट्रोजन प्लस CO2 मिक्स भएको भएर यसलाई भर्न टाइम लाग्ने रहेछ। अब यसलाई भर्न पनि त्यहाँ हामीहरूलाई डेमो देखाउँदाखेरि भन्दै हुनुहुन्थ्यो यो प्र्याक्टिस नभएकोले भर्न सक्दैन। गिलासलाई चाहिँ 45 डिग्री एङ्गलमा राखेर बियर हालिन्छ अनि माथि क्रिमी फोम बन्छ। अनि ग्लास राखेर फेरि वेट गर्नुपर्छ अनि बल्ल यसको चाहिँ नि ब्ल्याक बडी प्लस व्हाइट क्रिमी हेड सेपरेसन आउँछ। यही कारण चाहिँ गिनिज भर्नलाई पनि टाइम लाग्छ र राम्रो पनि देखिन्छ। अब यसलाई उहाँहरूले भन्दै हुनुहुन्थ्यो छिटो भर्न खोज्यो भने फोम बिग्रिन्छ अनि टेस्ट थिन हुन्छ, टेक्स्चर क्रिमी हुँदैन र जुन गिनिज एक्सपिरियन्स गिनिज बियरले दिन्छ त्यो चाहिँ फेक हुन्छ। अनि एउटा मोटो रहेछ, गुड थिङ्स कम टु दोज हु वेट भनेर। किन भन्दा गिनिज चाहिँ नि एउटा ग्लासमा भरिनलाई नै चाहिँ 2 मिनट कुर्नुपर्ने भएकोले यो मोटो नै जस्तो रहेछ गिनिज बियरको। र हामीले आयरल्यान्ड यात्रा गर्दै गर्दाखेरि जताततै जेमा पनि हामीले पीडा देखेको थियौँ। क्वाइनहरूमा, त्यसपछि सरकारी कार्यालयहरूतिर जताततै राष्ट्रिय चिन्हको रूपमा बिडा युज हुँदो रहेछ आयरल्यान्डमा। र त्यो बिडा चाहिँ हामीले गिनिजमा पनि देख्न सक्छौँ। र त गिनिजमा रहेको बिडा र राष्ट्रिय प्रयोजनको लागि युज गर्ने बिडा त एउटै हो, तर फोटोमा त्यसको पोजिसन चाहिँ उल्टो देखिन्छ। गिनिज बियरमा र आयरल्यान्डमा राष्ट्रिय चिजहरूमा युज हुने छापहरूमा त्यो चाहिँ किन रहेछ भनेर बुझ्दाखेरि अब बिडाले चाहिँ लोगोको हिसाबमा गिनिज बियरले त्यो राष्ट्रिय प्रयोजनभन्दा अगाडि नै राखिसकेको रहेछ। पछि अब त्यसलाई राष्ट्रिय प्रयोजनको लागि राखिसकेपछि अलिकति भिन्नताको लागि त्यो गरिएको रहेछ। र हामीले यहाँ यो पुराना ब्यारलहरू देख्न सक्छौँ। त्यहाँ भिडियोमा पनि ब्यारलहरू छ। यो चाहिँ पुरानो तरिकाले जुन पहिला
बनाएर भरिन्थ्यो ती ब्यारलहरू चाहिँ नि यो ओरिजिनलै हो त्यो पुरानो ब्यारलहरू र गिनिज बियर नर्मल्ली ग्लासमा हामीले हेऱ्यौँ या बोतलमा हेऱ्यौँ भनेदेखि कालो देखिन्छ तर लाइट पछाडिबाट हेर्दाखेरि कालो होइन डिप रेड देखिन्छ त्यो पनि एउटा अचम्मकै कुरा छ यसको डार्क रुबे रेड जस्तो देखिन्छ खास ब्ल्याक नभइकन अब यो लिजमा लिँदाखेरि चाहिँ अर्थर गिनिजले साइन गरेको डेट चाहिँ 1759 डिसेम्बर 31 गरेको रहेछ न्यू इयर इभमा त्यो पनि एउटा उनीहरूले त्यही डेट चुज गर्नुको कारण चाहिँ इयर एन्डिङमा लाइफ चेन्जिङ डिल भनेर पनि गिनिज बियरले एडहरूमा भन्ने गरेको हामीले थाहा पायौँ अब यो गिनिज चाहिँ एक समय डब्लिनकै सबभन्दा ठुलो इम्प्लोयर भएको फ्याक्ट्रीमा पनि परेको रहेछ हजारौँ चाहिँ अब कर्मचारीहरू त्यतिखेर रहेछन् र यी हामीले भिडियोमा जति पनि यो टुल्सहरू उपकरण भनौँ या औजारहरू देखिरहेका छौँ यो चाहिँ अब त्यतिखेरको औजारहरू हुन् अहिले त अब धेरै एडभान्स भइसक्यो अब यहाँ हामीले एउटा ग्राभिटी बार भनेर पनि देख्यौँ जुन चाहिँ डब्लिनको हाइएस्ट पब्लिक बार भनेर यसको सबभन्दा माथिल्लो तल्लामा छ अहिले हामी त्यहाँ अन्त्यतिर त्यहाँ पनि पुग्नेछौँ हामी र हामी विश्वयात्रा गर्दै यहाँ आइपुगेपछि नेपालीहरूसँग हामी सम्पर्कमा पुग्यौँ कसैसँग नेपालबाट हामी त्यहाँ पुग्नु अगाडि नै सम्पर्क गरेको थियौँ र एकजना हाम्रो भाइ के थियो आफ्नो रजत भन्ने हाम्रो गठागरको भाइ हुनुहुन्छ एकजना उहाँको घरमा हामी उहाँसँगै 2-3 दिन बस्यौँ एकदम राम्रो हस्पिटालिटी उहाँले गर्नुभयो र यसको टिकट पनि यहाँ आउनलाई टिकट लाग्छ त्यो टिकटिङको व्यवस्था पनि उहाँले नै गरिदिनु भयो त्यहाँ भाइहरूले र हामीलाई त्यहाँ डब्लिनको जू जाने टिकट पनि गरिदिनु भयो भाइहरूले अब यो भिडियोमा हेर्दाखेरि म्युजियम जस्तो देखिए पनि यो चाहिँ रियल इन्डस्ट्रियल हिस्ट्री नै हो पहिला यहीँ भित्र नै सबै कामहरू हुन्थ्यो भने अहिले चाहिँ अब म्युजियमको रूपमा यसलाई राखिएको छ यो पुरानो फ्याक्ट्री नै हो मैले अघि पनि भनिहालेँ अब अर्को कुरो के पनि हामीले थाहा पायौँ भन्दाखेरि यो गिनिज बियर हामीले अन्त अरू देशमा खाँदाखेरि र डब्लिनमा खाँदाखेरि चाहिँ नि धेरै नै भिन्नता हुँदो रहेछ त्यसको अब बेस्ट एक्सपोर्ट भर्सेस लोकल फ्रेसनेस अब ट्राभल टाइम डिफरेन्स साइकोलोजिकल प्लस फ्रेसनेस कम्बो यो धेरै कुराहरूले गर्दाखेरि त्यो टेस्टमा भिन्नता आउँदो रहेछ फरक पर्दो रहेछ र गिनिज बियरलाई यतिसम्म चाहिँ नि भनिएको छ आयरल्यान्डमा डब्लिनमा कि गिनिज सिर्फ बियर होइन यो चाहिँ एउटा कल्चर हो साइन्स प्लस हिस्ट्री प्लस टेस्ट इक्वल टु गिनिज भनेर लेखिएको पनि हामीले त्यहाँ धेरै ठाउँमा देख्यौँ भित्ताहरूमा र 1759 देखि यो नन स्टप यो फ्याक्ट्री चाहिँ चलेको चलै छ मैले अघि पनि भने यो जुन हार्प जुन बिडाको कुरा मैले भनेको थिएँ अब गिनिजले चाहिँ आफ्नो हार्प लोगोमा पहिल्यै रजिस्टर गरिसकेको हुनाले गभर्नमेन्टले त्यो लोगो क्यान्सल पनि गरेन अब सायद त्यसको लागि फेरि धेरै कुराहरू थियो होला पछि आयरल्यान्डले हार्पलाई बिडालाई चाहिँ नेसनल सिम्बल बनाएपछि कपी नहोस् भनेर जस्ट त्यो राखिएको डिरेक्सन चाहिँ अफिसियल कामकाजको लागि बिडा राखिएको र गिनिजमा राखिएको उल्टो छ सेप चाहिँ उही हो मात्र डिरेक्सन फरक गरेर राखिएको छ अब आयरल्यान्डले
यो बिडालाई चाहिँ नेसनल कोर्ट अफ आर्म्सदेखि लिएर देशका उच्च ओहदामा प्रयोग गरिने लगभग हरेक जस्तो चिजमा राखेको छ भनेर हामीहरूले सुनेका थियौँ। क्वाइनहरूमा, पासपोर्टहरूमा, कानुनमा, मिनिस्ट्रीमा, कोर्ट्समा त्यसरी राखिएको छ। तर त्यसरी देशले त्यो सिग्नल आफूले लिइसकेपछि पनि फेरि गिनिजसँगबाट त्यो खोसेन। र आयरल्यान्डको एउटा रोचक कुरा चाहिँ आयरल्यान्ड मात्र संसारमा एक यस्तो देश भनिएको छ जसको चाहिँ नेसनल सिम्बल चाहिँ वाद्यवादन म्युजिकल इन्स्ट्रुमेन्ट हो। यो कुरो सुन्दाखेरि पनि हामीलाई आश्चर्य लागेको थियो। ओहो, गिनिज बियरको एरिया सोधेको फ्याक्ट्रीको हामी त हेरेको हेरे भएन। 50 एकड स्क्वायर फुटमा हिसाब निकाल्ने हो भने 2.1 मिलियन स्क्वायर फुट। यो गिनिज फ्याक्ट्री 50 एकडभन्दा ठुलो र करिब 20 लाख स्क्वायर फुट भनेपछि त यो त 3-4 दिन घुम्दा पनि नभ्याइएला जस्तो पो रहेछ। अनि इम्प्लोइको बारेमा जान्न मन लाग्यो हामीलाई, फेरि त्यो सोध्यौँ। डब्लिन साइटमा मात्रै 1200 देखि 1500 मानिसहरू काम गर्छन् भनेपछि अब 1000भन्दा बढी रहेछ, हुने नै भयो यति ठुलो ठाउँमा। र वर्षेनी 1.5 देखि 2 मिलियन पर्यटकहरू भिजिटको लागि गिनिज फ्याक्ट्रीमा आउने पनि हामीहरूले जानकारी पायौँ। र त्यसपछि अझै हामीलाई जिज्ञासा, अझै कौतूहलता अझै बढ्दै गयो यति पुरानो इतिहास बोकेको र यति ठुलो बियर फ्याक्ट्रीको बारेमा। र फेरि हामीले प्रश्न राख्यौँ कि गिनिज बियर संसारका कति देशमा पुग्छन्। हामीले आकलन गरेका थियौँ 50-60 देश, तर त्यसको डबलभन्दा नि बढी निस्क्यो। लगभग 150 प्लस देशहरूमा मानिसहरूले यो गिनिज बियर पिउने रहेछन्। अब त्यहाँबाट हामीले अनुमान गर्न सक्छौँ कि यो कति पपुलर छ। र अहिले हामीले यो जे यहाँ सुन्दैछौँ नाकले, यो 6-7तिर बाफ आउँदैछ गिनिजका अनेक फ्लेभरको, त्यहाँबाट चाहिँ स्टिम गरेर बाफ आइरहेको छ, त्यो सुन्दैछौँ हामी। र प्रत्येक यहाँ आउने भिजिट गर्न आउने मान्छेहरूलाई अहिले एउटा सानो ग्लासमा स्याम्पल टेस्ट गर्न पनि दिइन्छ। र सबै गिनिज डब्लिनमा बन्दैन, आयरल्यान्डमा बन्दैन भनौँ। यो अफ्रिका, नाइजेरिया, केन्या, एसिया, युके, युरोपतिर पनि बन्छ, अरू युरोपका देशहरूमा पनि। सबै गिनिज आयरल्यान्डमा नबने तापनि रेसिपी चाहिँ एउटै नै हो, स्वाद एउटै नै हो। तर केही स्वादमा फरक पर्न जान्छ देशअनुसार भन्ने कुरो अघि मैले भनेको थिएँ। हामीहरूले त्यहाँ सोद्धाखेरि जुन जानकारी पायौँ त्यो तपाईँहरूलाई हामीले सुनाइसकेको छौँ। र अर्को एउटा रोचक कुरा चाहिँ आयरल्यान्डभन्दा धेरै यो गिनिज बियर चाहिँ नाइजेरियामा पिउँदा रहेछन्। र अघि पनि भने मैले यो 7 तल्लाको यो बिल्डिङ पुरै गिनिजको एउटा इतिहास हो, कथा हो। अब सबैजनाले यहाँ हातमा स्याम्पल लिइसकेको छौँ। र यो खानालाई फेरि हामी अहिले उतापट्टि अर्को रुममा गइन्छ भनेर अघि त्यहाँ एनाउन्स गरिसक्नु भएको छ। अब लिएर हामी दुई भाइ अगाडि लाग्दैछौँ गिनिज टेस्ट गर्नको लागि। अघि पनि भने यो हेर्दाखेरि पुरै कालो देखिए तापनि यसलाई लाइटमा हेर्ने हो भने रेड देखिने रहेछ। र अब सबैजनाले यहाँ चेयर्स गरेर गिनिजको स्वाद लिनेछौँ हामीले। र यो गिनिज बियर चाहिँ स्ट्रङ बियर होइन, यो चाहिँ स्मुथ र लाइट बियरमा पर्छ। र अब यो चाहिँ एउटा कसरी यो कुरालाई ठिक मान्न सकिन्छ र गिनिज इज गुड फर यु भनेर भन्छन्। अब त्योलाई 100% हेल्थको लागि राम्रो भनेर त अल्कोहललाई भन्नै सकिँदैन।
हामीले अलिकति चाख्यौँ तर तितो हुँदो रहेछ। खै अब कहिले यो नखाएको चिज भएर पनि होला हामीलाई चाहिँ टेस्ट यो त्यति मन परेन। र यो गिनिज सिर्फ बियर होइन, आयरल्यान्डको एउटा ग्लोबल ब्रान्ड नै हो, आयरल्यान्डको प्राइड नै हो। र यसलाई बियर मात्र भन्दा पनि कल्चरको रूपमै प्रचलित भइसकेको देख्यौँ हामीले आयरल्यान्डमा। आफै छिरेर यताबाट छिरे यताबाट कोही चाहिँदै जाँदैन कि आफै पुग्छ क्या। हाम्रो कौतूहल जति अगाडि बढ्दै गयौँ यो फ्याक्ट्रीप्रति हाम्रो कौतूहल पनि त्यति नै बढ्दै गयो। 1 तल्लादेखि 7 तल्लासम्म पुरानो फ्याक्ट्रीको म्युजियममा रूपान्तरण भएको बिल्डिङहरू हुँदै पछि लास्टमा हामी माथि टपमा पनि जानेछौँ यसको। र हाम्रो कौतूहलता अझ थपिन गयो र हामीले यसो सोच्यौँ यत्रो बियर बनाउनको लागि पानी चाहिँ कहाँबाट आउँछ, पानीको सोर्स चाहिँ के रहेछ त भनेर सोध्यौँ हामीले। र गिनिजको पानी चाहिँ उक्लो माउन्टेनबाट आउँदो रहेछ, त्यहाँ हामीहरूले त्यो कुरा थाहा पायौँ। र यो नेचुरल स्प्रिङ वाटर हो भनेर पनि हामीले जानकारी पायौँ। त्यस्तै अर्को गिनिजको एस्ट हाल्दो रहेछ बियरमा, त्यो चाहिँ सेक्रेट रहेछ, फ्यामिली ट्रेजर जस्तो। र यो गिनिज बियरको ग्लास पनि एकदम स्पेसल हुन्छ। र अहिले यो भिडियोमा हामीहरूले यसको सुरुवाती चरणदेखिको बोतलहरू कस्ता थिए, क्यानहरू कस्तो सेपमा थियो भनेर यो अगाडिदेखिको राखिएको छ। निकै रोचक छ यो पनि। र अनेक ठाउँमा ब्रान्डिङ र एड गर्दाखेरि राखिएका पुराना चिजहरू पनि यहाँ सबै म्युजियममा यसरी राखिएको छ। र अब अहिलेसम्म आइपुग्दाखेरि धेरै नै परिमार्जित भइसकेको छ। र यसको ग्लासको चाहिँ टुलिप सेप हुन्छ फर्म ब्यालेन्स गर्नको लागि। गिनिजको बियर खाने जुन ग्लास छ त्यसलाई स्पेसल्ली नै डिजाइन गरेको हुँदो रहेछ फ्याक्ट्रीले, त्यो कुरा पनि थाहा पायौँ हामीले। र यो आयरल्यान्डको सबैभन्दा पपुलर पेड एट्र्याक्सन रहेछ टुरिस्टहरू आउने। र यो गिनिजले निकालेका यावत चिजहरू पनि हामीले यहाँ देखिराखेका छौँ। र यो गिनिज बियरको माथिपट्टि हामीले जुन फर्म देख्छौँ त्यो चाहिँ हावा होइन, बियरकै एउटा पार्ट हो भन्ने पनि हामीले थाहा पायौँ। र यसको एउटा अर्को फेमस स्लोगन हुने चाहिँ गुड थिङ्स कम टु दोज हु वेट रे। किन भन्दा 119 सेकेन्ड पौरबाट हामीले कुर्नुपर्ने हुन्छ। र जति पनि हामीले अहिले यो फर्स्ट सेकेन्ड ग्राउन्ड फ्लोरदेखि आइरहेको छौँ, यो म्युजियम मात्रै होइन, अहिले पनि वर्किङ फ्याक्ट्री नै पनि हो भनेर भन्नुहुन्थ्यो। अब यो 1759देखिको बियर फ्याक्ट्री, यो चाहिँ एउटा बियर मात्र नभइकन आइरिसहरूको आइडेन्टिटी भइसक्यो, आयरल्यान्डको एउटा टेस्ट नै भइसक्यो यो। गिनिज बियरलाई चाहिँ स्ट्रङ बियर होइन भनेर किन पनि भनिएको हो भन्दाखेरि यसमा 4.2% मात्रै अल्कोहल हुन्छ, त्यो भएर पनि त्यो भनिएको छ। र दुनियाँभरिमा संसारभरिमा एक दिनमा 1 करोडभन्दा बढी गिनिज बियर खाइँदो रहेछ, त्यति ठुलो यसको चाहिँ बिजनेस छ। र गिनिजको जुन एस्ट रेसिपी छ यो चाहिँ 250 वर्षदेखि सेक्रेटमा राखेको छ भनेर पनि थाहा पायौँ हामीले। र
र गिनिज हामीहरूले ऱ्यान्डम जुनसुकै पनि ग्लासमा गिनिज बियर पिउन सक्दैनौँ। यसको लागि फ्याक्ट्रीले स्पेसल ग्लासै बनाएको हुन्छ। अघि जुन मैले यो बिडा भनेको थिएँ यहाँहरूले यहाँ देख्न सक्नुहुन्छ र त्यो नर्मल अरू ग्लासहरूमा खान नसकिने कारण पनि अगाडि नै हामीले जानकारी गराइसकेको छौँ। अब सबभन्दा ठुलो अचम्मको कुरा त अब 9000 वर्षको डिल अनि गिनिज बियरलाई चाहिँ साइन्स बियर हो यो पनि भन्छन् आइरिसहरूले। अब यो ब्ल्याक होइन रेड देखिन्छ, अघि पनि भन्यौँ। यसभित्र धेरै रोचक कुराहरू यो फ्याक्ट्रीभित्र जोडिएको छ र हरेक कुराहरू यसरी प्रिजर्भ गरेर राखिएको छ भिडियोमा, म्यानुअल्ली, अनेक तरिकाले। गिनिजको मेन व्यक्ति जुन अर्थर गिनिज भन्ने छन् उनी चाहिँ डब्लिनबाट करिब 25 किलोमिटर वेस्टमा केल्ब्रिज भन्ने सानो टाउनमा, गाउँ जस्तै ठाउँमा जन्मेर हुर्केका रहेछन्। गिनिज सुरु गर्ने अर्थर गिनिज आयरल्यान्डको केल्ब्रिज गाउँमा जन्मेका हुन्। बाल्यकाल पनि उनको त्यतै बित्यो र पछि उनी डब्लिन सरे र सेन्ट जेम्स गेटमा ब्रुएरी सुरु गरे र 1759मा 9000 वर्षको लिज उनले साइन गरे र एउटा सानो गाउँबाट सुरु गरेको यो ब्रान्ड आज विश्वभरि फैलिएको छ। र गिनिजलाई बियरलाई चाहिँ नि बियर मात्रै होइन, यसलाई फार्मिङ प्लस साइन्स प्लस बियर भनिन्छ। अब त्यसको कारण चाहिँ के रहेछ त भनेर हामीले बुझ्दाखेरि यो बेर्ली जौ जहाँबाट आउँछ यसको मेन सोर्स चाहिँ आइरिस फार्महरूसँग छ। लङ टर्मको कन्ट्र्याक्ट रहेछ उनीहरूको र केही मात्रामा युके युरोपबाट पनि आउँछ। अनि यो जौ धेरै कुराको लागि गिनिज बियरमा प्रयोग हुने रहेछ। लगभग प्रति वर्ष 1 लाख टन जौ खपत गर्दो रहेछ गिनिज बियरले र दिल्लीमा एभरेजमा 270 टन पर डे 200 सम्म खपत गर्ने रहेछ। अनि त्यही भएर यसलाई बियर मात्रै होइन फार्मिङ पनि र साइन्स सबै मिलेर बनेको गिनिज बियर भनेर पनि आइरिसहरूले एकदमै प्राउड फिल गर्छन् यो कुरामा। अब यसलाई साइन्ससँग जोड्नुको कारण चाहिँ अरू बियर अब CO2 ग्यासबाट बन्छ भने यो चाहिँ नाइट्रोजन प्लस CO2बाट बन्छ र यसले नाइट्रोजनले बबललाई धेरै सानो देखाउन, स्मुथ गर्न र छिटो नफुट्नलाई मद्दत गर्दो रहेछ। त्यो कुरा पनि हामीले यहाँ थाहा पायौँ। त्यसैले यो फर्म क्रिमी हुन्छ र टेस्ट सफ्ट हुन्छ अनि पेटमा अरू बियरले जस्तो ग्यास पनि बस्दैन। अब 192nd पावर साइन्स भन्छ। अब त्यसलाई त्यो चाहिँ किन भनिएको भन्दा फर्स्ट पावर गर्दाखेरि नाइट्रोजन बबल मिक्स्ड हुन्छ र केही समय वेट गर्नै पर्ने हुन्छ। बबल ब्यालेन्समा सेटल हुन्छ त्यसपछि, अनि त्यसपछि बल्ल सेकेन्ड पावर हालेपछि पर्फेक्ट फर्म क्यापमा आउँछ। छिटो गरे यो बिग्रिन्छ। त्यही भएर चाहिँ यो बियर मात्र नभइकन कृषि र साइन्ससँग जोडिएको बियर हो भनेर एउटा प्रचलित नै भइसकेको छ त्यो। र बबल यसो हेर्दाखेरि तल झरेको जस्तो देखिन्छ, अरू बियरको चाहिँ माथि गएको जस्तो देखिन्छ होइन, यसको चाहिँ तलतिर झरेको जस्तो देखिन्छ। यसलाई फिजिक्स ट्रिक पनि लगाएको छ। ह्युमन आईले डाउनवार्ड इल्युजन जस्तो पनि देखिन्छ यसमा। र गिनिज बियर चाहिँ आइस कोल्ड भन्दा पनि त्यो गिनिज बियरको चाहिँ ऱ्यान्डम ग्लासमा अरू नर्मल ग्लासमा यो बियर हालेर खान सकिँदैन भनेर मैले अघि नै भनेको थिएँ। त्यसमा पनि साइन्स जोडिएको देखिन्छ। टुलिप सेपमा फर्म स्टेबल हुने तरिकाले, एरोमा ट्र्याप गर्ने, सिप स्मुथ, यी यावत कुराहरूले गर्दाखेरि यो बियरलाई साइन्स र कृषिसँग पनि जोडिएको छ। र अहिले हामी तलदेखि ग्राउन्ड फ्लोरदेखि भिजिट गर्दै गर्दै सबभन्दा टप फ्लोरमा आएको छौँ र यहाँभित्र बार पनि छ
र डब्लिनलाई यहाँबाट हामीले निकै नै राम्रोसँग अवलोकन गर्न सक्छौँ। किनभने डब्लिनमा त्यति ठुला बिल्डिङहरू छैनन्। यो 7-8 तल्लाबाट नै पुरै सेरोफेरो हामीले मजाले देख्न सक्छौँ। सहरकै नगन्य मात्रामा रहेको 7-8वटा 8-10वटा बिल्डिङ होला, 8-10 तल्लाको। अनि अर्को एउटा रोचक कुरा गिनिज बियर होइन, मैले अघि नै 2-3टा कुरामा भने अब अर्को एउटा पनि यहाँ प्रचलित भनाइ छ कि गिनिज बियर होइन, ग्यास टेम्परेचर र टाइमको साइन्स हो भनेर भन्ने गरेको छ। साइन्स बियर हो यो। म्याजिक, नाइट्रोजन म्याजिक, वेट इक्वल टु टेस्ट, फिजिक्स इनसाइड भनेर निकै व्याख्या गरिन्छ, एड गरिन्छ गिनिज बियरलाई। अहिले हामी यहाँ सबभन्दा माथि रहेको बारमा, गिनिज बारमा छौँ। अब लगभग हामीले सबै यहाँ हेरेर सकिसकेको छौँ। धेरै कुराहरू जानकारी पाइयो। विश्व यात्रा साइकलबाट 21 वर्षदेखि गर्दै हिँड्ने क्रममा संसारका विभिन्न रोचक ठाउँहरूमध्ये गिनिज बियरको पनि हामीले अवलोकन गर्ने अवसर पायौँ र धेरै कुरा थाहा पायौँ यहाँबाट। किन डब्लिनको गल्ली गल्लीमा गिनिज बियर मात्रै छ भन्ने कुरा यहाँ आएपछि थाहा भयो। आइरिसहरूले यसलाई कति चाहिँ माया गर्दा रहेछन् यो देशको प्रोडक्टलाई। अब हामी उर्लिँदैछौँ र यहाँबाट हामी भाइको रुममा जान्छौँ, रजत भाइको। र भोलि डब्लिनबाट हामी अर्कै ठाउँतिर जानेछौँ र आगामी अर्को भिडियोमा हामी यहाँहरूलाई जो पनि स्टुडेन्टमा आयरल्यान्ड आउन चाहनुहुन्छ या आयरल्यान्डमा बसोबासको लागि आउन चाहनुहुन्छ त्यो अगाडि तपाईँहरूले बुझ्नै पर्ने कुराको हामी जानकारी गराउनेछौँ। र भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद। पुरै माथिसम्म 7th फ्लोरसम्म गएर हेरेर आइयो गिनिजको फ्याक्ट्री।